नमस्ते सबैजनालाई होइन बल्ल बल्ल अलिअलि रहेको कामहरू निशान भाइहरूमा गएर मरि गएर यहाँ पप भएर निशान कस्तो लाग्यो बालो पुग्नु अब यसो टाइम पनि 2 बजिसकेको छ अब निस्किनु पर्छ तर पानीहरू पर्ला अब हामी आज 1 2 3 भान्जालाई पनि लैजाम भनेको अब भान्जा फेरि अब भरे यसो भान्जाको अर्कै छ 3 जना आएर जाउँला होइन हल्का यसो रमाइलो गरौँला तेलको चेकिङ हुँदैछ पुग्छ होला हो त्यहाँसम्म त अब कहाँ आयौँ भन्ने कुरा चाहिँ अब सबैलाई थाहा भएछ सबैलाई होइन अब कतिलाई त यहाँ आउनेहरूलाई त थाहा भइसक्यो होला यो चाहिँ ठ्याक्कै हाम्रो पथरी त्यो पश्चिम बस स्ट्यान्ड ठ्याक्कै अगाडि रहेको हाम्रो लिम्बू डाँडा भन्छ यहाँ चाहिँ हामीको धेरै पछि आएको पहिला पहिला यो पोखरीमा पढ्यौँ खेल्यो तर सायद अब 6-7 वर्ष पछि आएको होला तर दामी भएको रहेछ आज अहिले चाहिँ बोर्डसेट पनि राखेको रहेछ लु अब बाँसे चौरी पनि घुमिसक्यो हजुर बाँसे चौरी हाम्रो लिम्बू डाँडा पनि घुमिसक्यो अब चाहिँ यहाँदेखि चाहिँ हामी तर होइन यो ठक्क है रिफ्रेस मजा आउँछ है जङ्गल छ शीतल छ दाइ रेडी हुँदै हुन्छ हामी दुईजना अगाडि अब यहाँ कटेज पनि छ भन्ने कुरा सुनेको छ कटेजमा के कस्तो छ त्यो भएन छ भने हामी अर्कै डेस्टिनेसन पनि जाने कुरा भइरहेछ नि त ल त हेर्नुपर्छ क्यामेरा त डिएसएलआर जस्तो भयो त तपाईँको त सिलिङ होला होइन नाक बन्द गरेर भइरहेको हुन्छ